सबैजनालाई नमस्कार। आज अत्यन्त यो मनमा लागेको कुरा व्यक्त गर्न मन लाग्यो। मान्छे तुक्को घमण्ड र बेलुनमा भरिएको हावा उस्तै हो। तपाईँलाई आज लागिरहेको छ कि तपाईँ आफू जुन 18 वर्ष हुँदाको उमेर सधैँभरि जिन्दगीभरि त्यही 18 जस्तै हुन्छ भन्ने लागेको छ। अर्को पनि तपाईँलाई के लागिरहेको छ भने आज तपाईँ जुन पद प्रतिष्ठामा हुनुहुन्छ सधैँभरि त्यही पद प्रतिष्ठामा रहन्छु भन्ने लागेको छ। अझै अरू तपाईँलाई के लागिरहेको छ भने आज मसँग टन्न सम्पत्ति छ, पैसा छ, त्यो म आफै उपभोग गर्न पाउँछु भन्ने लागेको छ। आज तपाईँसँग पटिला गाला, राम्रो छाला, सधैँभरि यस्तै हुन्छ भन्ने लागेको छ। र अझै अर्को कुरा के पनि लागिरहेको छ भने आज तपाईँसँग जति शक्ति छ, जति बल छ, त्यही शक्ति र त्यो बल सधैँभरि हुन्छ भन्ने पनि लागेको हुनसक्छ। यो केही हुँदैन, यो भ्रम हो। एक दिन तपाईँ त्यो अवस्था हेर्नुहोस् जुन आज लट्ठी टेकेर हिँडेको बुढा बा आमालाई हेर्नुहोस्। तपाईँ त्यो पनि हेर्नुहोस्, टन्न सम्पत्ति भएर खानै नमिलेर बसेका मान्छेहरूलाई पनि हेर्नुहोस्। र तपाईँ अर्को यो पनि हेर्नुहोस् कि हिजो पटिला गाला, चिल्ला छाला भएको मान्छे आज चाउरी परेर हिँडेको हेर्नुहोस्। र अर्को महत्त्वपूर्ण कुरा त्यो पनि हेर्नुहोस्, जुन हिजो घुम्ने कुर्सीमा बसेर सबैलाई घन्टी बजाएर पानी चिया मागेर अर्कालाई अराएको मान्छे भोलि नमस्कार हजुर मेरो यो काम गरिदिनुहोस् न भनेर हिँडेको पनि हेर्नुहोस्। जीवन त्यही हो। तपाईँ आज कसैलाई आफूले हैकम चलाएर काम गर्नुभएको छ भने भोलि त्यो हैकममा पर्ने शिकार म हो भन्ने सम्झेर खालि हेर्नुहोस् त। तपाईँ कहाँ हुनुहुन्छ? त के सोच्दै हुनुहुन्छ? सबैजनालाई मैले सेवा दिनुपर्छ, त म पनि एक दिन सेवाग्राही पनि हुनुपर्छ। एक दिन आज म धनी छु, म भोलि गरिब पनि हुन सक्छु। अथवा त्यो गरिबको पेटमा पर्ने कुरालाई पनि एक दिन सोचिदिनुहोस् त। यी सबै घमण्ड सब कुरा एकैचोटि सकिन्छ। भोलि तपाईँसँग जति कुरा छ नि ती सबै छोडेर जाने हो। केही रहन्न, केही जात रहन्न, ती सब छोडेर जानुपर्छ। त्यही दिनलाई एक दिन सोच्नुहोस् त। अनि बल्ल तपाईँले ओहो म त अब कर्म गर्नुपर्छ।